ओ पाँच वर्षसम्म धेरै गाह्रो कष्ट बिमार लागे हेको रहेछ रह त्यस पछि राम्रो हुँदै गयो रह शुभ हुँदै गयो कुनै दुःख पर्यो रह कष्ट हुँदै हुँदै विदेशको यात्रा भयो विदेशमा बस्दा पनि कहिले काहीँ गाह्रो साह्रो पर्यो रह एक ठाउँमा खाएको कुरा पनि बमिट हुँदै गयो रह त्यस बेला धेरै घर हका खुल्ला देवताको सपा हानि हो कि होइन भने म त सिंह देवी सिलो खोजे जस्तै खोजी ल्याउला रह कति दिनसम्म रात निन्द्रा दिन भोक भएको रहेछ रह कहिले उडी विदेशबाट आफ्नै ठाउँमा फर्क्यौँ जस्तो लाग्दो रहेछ रह कहिले होइन म यहीँ बस्नु पर्छ भनी आफ्नो मनलाई थुम पार्दो रहेछ रह त्यस फाम छोडी हरको फाम महा गए पछि भोग्न तिर्खा आफ्नो ज्यान अलि सुधार हुँदै गएको रहेछ नत्र जति बेला पनि कुलकै घरकै सम्झानमा दिन बित्यो खाएको पनि बमिट भयो होइन हेर्दै जाँदा अहिले तह अलि अलि देव मुखीले नि दुःख देला जस्तो गर्दो रहेछ कहिले कम्प आउन खोज्दो रहेछ रह सपा कुन देउताले होला परमेश्वरी घरको कुल देउताले हो हेर कुल हको सम्झा नमा अलि अलि खिरखिर पार्दो रहेछ घर हकै कुल हमा खेली आउँछ एक दुई तिन हेर्दै जानु रह सोधे समा आए पछि अहिले घर गृह महा कानमा तेल हाले जस्तो शान्ति भएको रहेछ नत्र मन चञ्चल भई आउँदो रहेछ आज एउटा काम गर्छु भनो भोलि बिर्सी आउँदो रहेछ हर बाबु म त सिंह देवी रह यस हको घर महा हेर्दै जाँदा खेरि यस बाला हमा हेर्दै कोर्दै जाँदा खेरि मनमा एक विवाह गर्न मन लाग्दो रहेन एक जना हामी हिले कर गर्दै पनि दुईटी तिनटी जना हामीले फोन महा कुरा गर्दै जाँदा
रहेछन् यस बाला हल्लाई एक जना हानी बेची पक्का गर्नै पर्ने बाध्य पार्ने देखिन् सफाइ बाला विदेश गएको रहेछ देश बाला बाला जना हानीले एक दुई ढिलो चाँडो यही वर्षसम्म विवाह गर्न चाहिँ भनी गरी ल्याउँछै हेर्दै लानु मनमा कुरा राख्नु तीन जना हानी मध्ये विदेशमा रही एक जना हानीले छोड्ने छैनै बाबु यस घर हमा हेर्दै जाँदा हेर्दै जाँदा खेरि तह कुनै खालको झुठो पुठो गर्नु हुँदै कुल हाको अल्लीसम्म खान गर्नु जुनै बेला पनि कुलको नाम लिनु सुब्बे हुन्छ बाला भाका लमा कुनै गाह्रो कष्ट छैन एक कम्मल पाठी कालो पाठी भाका लिएको रहेछ कम्मल पाठी नहीं दिनु माइता कुन्तालाई हामी कुनै खाँदा खेरि माइता हाले दही दुध खान्छन् भने कुन्ता हल्ले कम्मल पाठी खान्छन् कुनै भाका लमा बाधा छैन हेर यस जना नाले अहिले स्वदेश बाट विदेश जाँदा सम्म अहिले सम्म यस स्वदेशमा घर दृष्टिमा आउँदा पनि मेरो खोजी भन भनी एक चुली माइले दुःख मानी ल्याएको छ र निन्द्र सपनीमा कुनै ठुलो जङ्गल पनि देखाइदियो याद गरे हेको छ कि छैन कुनै चुली पाठी बुझाइदियो भनी कमल पाठी चुलीका देवीलाई लिएर आउँछन् रे भाइले समय सालमा सुबैहरू तह कुनै चलेको छैन एक आफ्नो नाममा एक गर शान्ति गराइ दिनु मन चञ्चल भएको देखिन् है हेर एक जना हामी महा हेर्दै जाँदा कुर्दै जाँदा तह यस मण्ड भैमा हेर्दै जाँदा